हेलो नमस्ते एन्ड वाट्सअप अबु धाबी स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। सो आई होप तपाईहरु सबैजना सन्चै नै हुनुहुन्छ होला। मेरो चाहिँ अलिकति भनौं न अस्ति त्यो नुहाकोले गर्दाखेरि अनि त्यतिकै चटपटे खाएको थिएँ, अलिकति चिसो पानी पनि खाइयो अनि त्यसैले गर्दाखेरि अलिकति घाँटी पक्रे जस्तो भएको छ। अनि त्यही नै हो, सबै कुरा ठिकै नै छ। ड्युटी गयो आयो अनि अब भोलिदेखि रमजान स्टार्ट हुन आँटेको छ यहाँनेरि। सो रमजान चाहिँ मुस्लिमहरुको ठुलो फेस्टिभल हो, हाम्रो दशैं भने जस्तै भनौं न। मतलब हुन त यिनीहरुको ईद ठुलो र पनि रमजान स्टार्टिङमा हुन्छ, ईद अलि ठुलो हो है। सो त्यही नै हो, अब भोलिदेखि स्टार्टिङ हुँदैछ। अब त्यही नै हो, अब भोलिदेखि स्टार्ट हुँदैछ अनि अब ड्युटी चाहिँ टाइम पनि यहाँनिर अब चेन्ज भएको छ मेरो। त्यही नै हो, सबै कुरा ठिकै नै छ, राम्रै नै छ है। सो आज चाहिँ रुममा पेस्ट कन्ट्रोल गरेर यस्तो छ मेरो बेडको हालत। तन्ना सन्ना ललित दाइले निकालेर फ्यालेर सबै यहाँनिर आज त्यो उडुस लाग्छ नि त, अनि उडुसको दबाई हालेर सो झ्यालसेल खुल्ला गरेर बसेर छ। सो बाहिरको मौसम भन्नुपर्दाखेरि है, बाहिरको मौसम भन्नुपर्दाखेरि कस्तो छ भन्दाखेरि चिसो चिसो छ है। बिहान बेलुका अझै पनि चिसो चिसै छ, मौसम राम्रो छ अहिले है। घुम्न काहीँ डुल्न खान हुन्छ नि, एकदमै राम्रो मौसम छ अहिलेको लागि। अहिले अब यो भयो, अहिले भयो फेब्रुअरी मार्च अप्रिल मे, सायद जुन जुलाईतिरबाट गर्मी स्टार्ट हुन्छ होला। अनि त्यही नै हो, अब अहिले त एकदमै राम्रो मौसम छ, घुम्नको लागि चाहिँ बेस्ट मौसम छ है। बाहिर गएर खान घुम्न मतलब एकदमै राम्रो छ, हुन्छ नि, चिल आउट गर्नको लागि चाहिँ बहुत राम्रो मौसम छ। सो म यतिकै बसिरहेको छु है। सो त्यही नै हो, ड्युटीले गर्दाखेरि बिहान गयो, बिहान पनि अँध्यारैमै जान्छु, बेलुका पनि अँध्यारैमै आउँछु है। आयो खायो सुतो, बस त्यति नै चलिरहेको छ। जहिलेको विदेशको रोटेसन भनेको त्यही नै हो है। खासै नआउनु केही नै छैन, घरमा अल राइट, सबै कुरा ठिकै हुन्छ, सबैजना सन्चै नै हुनुहुन्छ है। सो त्यही नै हो गाइस है। सो म चाहिँ रुममा एक्लै नै छु, प्रायः जस्तो म एक्लै नै हुन्छु है। सबै कता कता कुदिरहेको हुन्छ नि, दौडिरहेको हुन्छन्। सो मैले चाहिँ अब एकछिन बसेँ, अब अहिले एकछिनमा भनौँ न अब यो बेडसिट मिलाउनु पर्ने छ। यहाँनिर यस्तो हालत बनिरहेछन् रुममा, त्यो खटमलको मतलब पेस्ट कन्ट्रोल गरेर रुम एकदम पुरै मगमग भन्दा पनि दङदङ गराइरहेछ यो, हुन्छ नि, दबाईले गर्दा। अनि अब मैले चाहिँ अब यी बेडसिट लाउनु पर्ने छ है। बेडसिट लाउनुपर्छ। अघि दाइले निकालेर बेडसिट सबै फालेर दबाई हानेर यहाँनिर यस्तो पारेर राखेको छ नि मेरो खाटको अवस्था। लोन्ड्री हाल्ने यता छ यहाँनिर है। सो त्यही हो, फाइनली यो मस्जिद पनि अब भोलिदेखि ओपन हुन्छ होला है, मलाई त्यस्तै लाग्दैछ है। सो यो मस्जिद पनि यो अस्तिदेखि बनिरहेको थियो, अझै पनि यसमा काम त बाँकी छ होला, र पनि अब यो ओपन हुन्छ है सायद। सो त्यही नै हो, नयाँ नौलो भनेको त्यही हाम्रो हरि दाई यहाँ आउनुहुन्थ्यो, अब ललित दाईको ठाउँमा आउनु भएको थियो, दाई जानुभयो, अब अहिले ललित दाई हुनुहुन्छ। सो त्यही नै हो, अल टुगेदर सबै कुरा राम्रै नै छ भनेर भन्नुपर्छ है। सबै ठिकै छ, राम्रै छ है। सो तपाईँहरूको कस्तो छ? सो त्यही नै हो, अब उता झापातिर त पुरै चुनावको माहौल सावल चलिरहेको होला। अब त्यही नै हो, भोट चाहिँ घन्टीलाई हान्नुपर्छ है। सो हाम्रो दाइ पनि नुहाएर आइसक्नु भयो है, हाम्रो दाइ पनि नुहाएर आइसक्नु भयो। त्यही एउटा पुरानो थोत्रो पनि लाउनु भएको छ। हो साँच्चै भने, तर यस रुममा चाहिँ दबाई हानेर एकदमै बास्ना चाहिँ बहुत राम्रो आएछ, टाउको दुख्ने खालको बास्ना भएको छ। बेडसिट मिलाउनु पर्ने छ। सो त्यही नै हो गाइज, अरू केही नै छैन नयाँ नौलो हाम्रो। सो त्यही नै हो आजको लागि। सो बाई बाई, टेक केयर।